नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स बीचको लिग 2 श्रृङ्खलाको खेल जुन पहिलो सातामा हुने नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको सर्टलिस्ट शनिबार सार्वजनिक गर्दै नेपाली पुरुष क्रिकेट टिमले आगामी जुन महिनामा लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ। आइसिसी विश्वकप लिग 2 अन्तर्गत स्कटल्यान्डमा गएर नेपालले त्रिदेशीय श्रृङ्खला खेल्नेछन्। क्रिकेट स्कटल्यान्डले आफ्नो वेबसाइटमा उल्लेख गरेको खेल तालिका अनुसार जुन 2 देखि सुरु हुने श्रृङ्खलामा नेपालले सोही दिन स्कटल्यान्डसँग खेल्नेछ भने जुन 4 मा नेदरल्यान्डसँग खेल्नेछ। त्यस्तै जुन 8 मा पुनः स्कटल्यान्डसँग तथा जुन 10 मा नेदरल्यान्डसँग खेल्ने तालिका रहेको छ। हालसम्म रित्तो रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको पद पूर्ति पनि अब केही दिनमा हुने कुरा रहेको छ। यसअघि नेपाल मोन्टी देसाईको प्रशिक्षणमा खेलेको थियो भने जहाँ एसिया कपदेखि दोस्रो पटक T20 विश्वकप खेल्न सफल भएको थियो। त्यस्तै एक दिवसीय विश्वकपको आधारको रूपमा रहेको आइसिसी विश्वकप लिग 2 मा भने नेपालले सन् 2025 मा यो सहित 3 सिरिज खेल्नेछन् भने जसमध्ये 2 सिरिज नेपाल बाहिर हुँदैछ। अक्टोबरमा नेपालले युएई र अमेरिकासँग युएईमा गएर खेल्नेछ भने नोभेम्बरमा नेपालमै युएई र ओमनसँग खेल्ने प्रारम्भिक तालिका रहेको छ। 7 वटा टिम सहभागी लिग 2 मा भने 12 खेल खेलिसकेको नेपालले केवल 6 अङ्क जोड्दै 6औं स्थानमा रहेको छ। त्यसैले नेपालका लागि अब हुने यी 12 खेल निकै महत्त्वपूर्ण रहेको छ। त्यस्तै विश्वकप छनौटको दृष्टिकोणबाट मात्र नभएर एक दिवसीय मान्यता जोगाउने आधार पनि यी 12 खेलमा गरिने प्रदर्शन नै हुनेछ। अघिल्लो पटक पनि यस्तै निरन्तरताको खराब प्रदर्शनलाई चमत्कारी रूपमा सुधार गर्दै नेपालले अन्तिम 12 मध्ये 11 खेल जितेको थियो र विश्वकप छनौटमा सिधै स्थान बनाएको थियो। उक्त कमब्याकलाई नेपाली क्रिकेटका उत्कृष्ट मध्येको एक कमब्याक मानिएको छ। त्यस्तै नेपाली क्रिकेट टिमलाई त्यो प्रकारको कमब्याक अहिले पनि अत्यन्तै आवश्यक रहेको छ। त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न 70 जनाले आवेदन दिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईलाई बिदाई गर्दै क्यानले नयाँ प्रशिक्षकको लागि आवेदन माग गरेको थियो। क्यानले मुख्य प्रशिक्षकका लागि फागुन पहिलो सातामा आवेदन खुलाएको थियो। मुख्य प्रशिक्षकका लागि 70 जनाले आवेदन दिएको नेपाल क्रिकेट सङ्घ क्यानले जानकारी दिएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार 70 जनाबाट 25 जनालाई सर्ट लिस्ट गरेर त्यसबाट 3 जना निकाल्दै अन्तर्वार्ताबाट 1 जनाको छनौट गर्ने अध्यक्ष चन्दले जानकारी दिएका छन्। नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न धेरैले चासो देखाए। 70 जनाभन्दा धेरैको आवेदन परेको छ। त्यसमा 25 जना हुँदै 3 जनालाई छनौट गर्नेछौँ अध्यक्ष चन्दले भनेका छन्। अध्यक्ष चतुरबहादुर चन्दले क्यानको म्यानेजमेन्ट टोलीले सर्ट लिस्ट गर्ने काम सुरु गरेको बताएका छन्। क्यानका प्रवक्ता छुम्बी लामाले शनिबार सर्ट लिस्ट सार्वजनिक गर्ने जानकारी दिएका छन्। त्यसपछि सर्ट लिस्ट सार्वजनिक गरेसँगै नेपाली क्रिकेट टोलीको हेड कोच पनि सार्वजनिक गरिनेछ।